सल्लाघारीको जङ्गल जङ्गलै जङ्गल हेर्नुपर्छ। आकाश बादल छाउका छ। ओह्रालो बाटो छ, जङ्गल छ। यो चाहिँ मेरो गाउँ जाने बाटो हो, जङ्गलको बिचमा। आज दसैँको दिन बिहान हाम्रो दसैँ नभए पनि खानपिनको लागि माथि गाउँबाट हामी चाहिँ तल झर्दैछौँ। जताततै जङ्गलै जङ्गल छ, जङ्गलै जङ्गल। यति ठुलो जङ्गल छ। यो जङ्गलको माथि गाउँ छ हाम्रो। पुरै के अरे सालघारी छ। यहाँ चाहिँ त्यति हाइट नभएको हुनाले यहाँ चाहिँ सल्लाह मात्रै, सल्लाहको रुख हुँदैन। यो हाइट 1000 मिटर माथि समुद्री सतहदेखि। अब यो एउटा तल्लो फाँट आउँदैछ, तल उसको के अरे यो फाँटलाई भन्छन् रातो माटो भएको हुनाले रात डाँडा। तल चाहिँ फाँट देखिँदैछ र घरहरू देखिँदैछ। हाम्रो फाँट चाहिँ अझै तल गाउँमा छ। यहाँबाट हिँडेर जाँदा आधा घन्टा अझै लाग्छ हाम्रो फाँट जाँदा, हाम्रो घर जाँदा। तलका गाउँका फाँटहरू, यो त्यो घरमा जानको लागि यो बाटो गएको छ। जङ्गलको बाटो यस्तै हो। तल फाँट छ, हरियाली फाँटहरू छ। पारी देखिने डाँडा, छिन्चु बजार। अब हामी फाँटतर्फ झरिरहेछौँ। ऊ त्यो पारीको डाँडाको उतापट्टि चाहिँ एउटा पोखरी छ, लाम पोखरी भन्ने ठाउँ। त्यहाँ चाहिँ जनावरहरूलाई पानी खाने पोखरी बनेको छ। त्यो नेचुरल्ली बनेको छ, तर त्यसमा अहिले एउटा धारा लगाएर जोडिएको छ। हामी डाँडाको तल झर्दैछौँ। हामी झरिरहेका छौँ लास्टमा। अब पहिलो घर आएको छ यहाँबाट, ठ्याक्कै अगाडि सबभन्दा टपको घर हो।
तल चाहिँ गाउँ आइसक्यो। यो चाहिँ टाढा भन्ने ठाउँ। यहाँबाट चाहिँ अब तलतिर गाउँ सबै गाउँ